म त धेरै जस्तो बेलन मात्रै खान्छु बेलन मात्रै खाने म त भिडियो नै बनाउनु पाइनँ र थाङजाङ त देखिएन थाङजाङ देखिन्छ पाले पालो देखिन्छ नि थाङजाङ अलि सजिलो मैले खानु टिका लगाइदिनु अनि उसलाई खुवाइदिनु अनि फेरि राजाङ निछाङलाई खुवाउनु लाउनु अलिकति हजुर टिका सिका लाएर यसो हल्का दलेर चाहिँ खुवाउनु नि अलिकति चटाइदिनु न आँखी यहाँ गरेर सब हुन्छ त्यही हुँदैन मिठाई नै हो खाने मिठाई होइन मिठाई हो मिठाई रहेछ निछाङलाई नखाइदिनु मैले चाहेको त बा खाने होइन भनेर नानी आँखी यहाँ गरेर टिका लगाइदिएको निछाङलाई अब मै भने खुवाइदिइहाल्नु न रिसाउँछ अहिले फेरि रिसायो कति मिठो नि मिठुले इच्छाहरूलाई खुवाइदिनु पर्थ्यो काटेर नान टिका लगाइदिनु पर्छ राख्नु खोज्दैछ गोजी खोज्दैछ पैसा राख्दैछ पैसा राखेको अरे ल यहाँ छ नि कान्छाको गोजी नि दाजु लगाइदिनु ल लगाइदिनु त अनि म नानीहरूलाई तिमी लगाइदियो छिटो लगाइदिनु न अनि म लगाइदिन्छु ला भएन ए केकै लगाइदिनु चामल नगर्नु नि खाने त अनि एकछिन नानी एकछिन यहाँ म टिका लगाइसक्ने अब सक्यो त स्पेशल चाहिँ कान्छाको बर्थडे हो है कान्छाको 1 वर्ष जेठो भएको फेरि 2 वर्ष पुरा अब यसले लगाइदिनु पुरा भएर 3 महिना अब भोलिदेखि भाइ 3 हो आज अहिलेसम्म भाइ 2 हो अब भयो देख ठाउँदा आधी चढाइदिनु अब आइ गर्दैछ अहिले पनि खानुपर्छ खुवाउनु पर्छ है ज्ञानी हुनु जहिले सालमा एकपल्ट बर्थडे आउँछ है अब धेरै पढ्ने हुनु ल निछु यता हेर निचाङ सिधा बस अब यता आमा राजाङलाई देखेको छैन खोइ अब खोइ तैले छलिहालेको छ त्यस्तै मोबाइल देखिन्छ त देखिन्छ सबैलाई देखिरहेछ ज्ञानी हो राजाङ मेरो भन्दा पुरा तात्तिए छ किताब देख्नु बित्तिकै निन्द्रा आउने हैन नि नो नो निछा नो बस केटीतिर लाइन नहाल्नु सिधा बस तपाईँ हान्नुहुन्छ त भन्दा त फेरि के भएको छिटै हामीलाई ल्याइदिन्छ कि क्या नानीले खतरा लगाइदिन्छ ल अब मेरो भजाइहरूलाई मलाई त केक खुवाइन पो नानीहरूलाई त निरोगी हुनु ल मेरो भदै छिटो छिटो ठुलो हुनु ओके थाङजाङ राजाङ मेरो भदै अलिक छिटो ज्ञान दिनु
यो सारा टक्कै भन्छ आजकल मेरो सबै निचाङ लिनु पैसा गोजीमा लाउनु छोरी ज्ञानी हुनु ल धेरै पढ्नु काकीलाई पनि पाल्नु ल त्यो सबै पाल्नुपर्छ यो निचाङ ज्ञानी पछि काकी पाल्ने पाल्ने कि नपाल्ने त्यस्तो छोरा लापर भइ नराख्दा पाल्ने हो गोजीमा राख्नु त्यत्रो भाइले धेरै खाइसक्यो है अनि बोटुको लिएर फेरि बाँडिहाल्नु। निचुको खै निचुको गोजी कहाँ छ लु बराबरी ल हिसाब निचा यहाँ देख किताब मलाई किन दिएको निचुको राख्नु म त खै म के खुवाइदिन्छु अब ल यसरी राख्नु भनेको बाङ्गेर मलाई बेलुन देखिरहेछ त मेरो लुगाको गति मति यता भित्ता देखिँदैछ त्यो भित्तालाई हो काट्ने यसरी ठुलो खालकै मलाई बाइ सबसे ठुलोलाई पाउँदैन सबसे ठुलो डाउन भयो कति एकछिनलाई चाहिँ लु यसरी लगाइदिनुहोस् नि ल त्यसपछि त लगाइदिनु ऱ्याबिट बनाइदिनु न ए के अरे त्यसको त टिप्पोमा रहेछ खै त हजुर त्यो भित्तामा आइसक्यो है त्यो भित्ताको फुल चाहिँ यो उभेको फुल चाहिँ फुल मात्रै देखियोस् क्या ल काटको त खुवाइदैन काकीले कमको लु अब भयो ल अब अहिले खानुपर्छ है ल अहिले काकीले खुवाइदिएको अब ल ल ल अब निस्क तिमीहरू यता निस्क भयो सक्यो अब खानुपर्छ ल काटेर यति नै हो भन्ने ल यो गोलो गोलो अन्डा जस्तो चाहिँ क्या हो बेलुन हौ बेलुन अनि के अनि इक्साको तिम्रो फोटो खै नाना ओए कान्छा निचाङ गाजङ सिधा बस निचाङ पकाइहाल्नु पर्यो नानीहरूलाई